12 किलो वेट जस्ट इन 5 months. मसल बढाउने तरिका र फ्याट घटाउने तरिका पनि छ। ल यहाँ छ। There is enough flesh, muscle or the fat. He is from America. सीधे डाइरेक्टली हामीलाई यहाँ भेट्न आउनु भएको थियो। देखि 65 सम्म बस्यो भने पनि फरक पर्छ। ए जस्तो म 58 छु अहिले। अब मलाई चाहिँ 36 हुनु छ, ठिक्क हुन्छ। हो। बुझ्छिन? 50 त्यो चाहिँ फेरि नराम्रो हो त 56 हाइट वेट को कुरा हुन्छ क्यालोरिजहरुको। एक्सटर्नल बाट गर्छ अनि इन्टरनल organलाई बचाउँछ त्यसले। फर एक्जाम्पल स्किनले फर एक्जाम्पल सनलाइट डाइरेक्टली पर्छ नि छालामा परिसकेपछि त्यसले भिटामिन डी जति लिन्छ तर सनको रे हुन्छ नि त खराब गर्ने रेलाई त्यसले रियाक्ट गरिदिन्छ बचाउँछ त्यसकारण हाम्रो छालाको काम त्यस्तो छ जस्तै सुन लाठीले कुटो यहाँ ठोकियो केले कुटो कुटो भने त्यो ठाउँ निलो रातो सुनिने हुन्छ नि त्यो भएको के भने मसलमा चाहिँ प्रेस पर्यो यसरी प्रेस पर्दा के हुन्छ भन्दा मसल एक्सटेन्ड हुन्छ मसल एक्सटेन्ड हुनु भनेको नि भित्रको मसल च्यातिनु हो क्या विकृति हो त्यो विकृतिलाई सही गर्न नलेजेबल कुरा 63 किलो हैन स्ट्यान्डर्ड किलो आशिकाको 5 फिट 3 इन्च म 5 फिट 4 इन्च भइसकेपछि मेरो 64 आशिकाको 63 हो अब यो भन्दा 5 किलो कम सम्मलाई चाहिँ स्ट्यान्डर्डै मान्नु जस्तो अब म चाहिँ 65 हुनु भएन ए अब त्यसमा आशिकाको भयो हजुरको 58 सम्म त्यो भन्दा कम हुनु भएन अनि माथिमा पनि 64 छु भने 68 सम्म हुन मिल्यो म्याक्स भयो त्यो भन्दा माथि जानु भयो अब किन हुन भएन भनेर थाहा पायो भने न अनि वैज्ञानिक किन हुन भएन हो म त्यही भन्दै कम मेरो अहिले 50 छ तिम्रो बडीको स्ट्रक्चर जुन छ नि बडीको स्ट्रक्चर चाहिँ हाइट अनुसारको छ बुझ्यौ जस्तै मेरो हाइटको मान्छेको बडीको स्ट्रक्चर र तिम्रो हाइटको मान्छेको बडीको स्ट्रक्चर फरक पर्छ हाम्रो हाइट अनुसारको स्ट्रक्चर भएको कारणले त्यो स्ट्रक्चर बमोजिमको पौष्टिक चिज त खान पाउनु पर्छ शरीरले तिमीले इन्टेक गर्यौ न भने शरीरले नेचुरली दिन्छ के तिमीलाई इफ देयर इज इनफ flesh, muscle or the fat. Okay? अनि फ्याट आफैमा प्रोटिन बन्दैन त्यो चाहिँ प्रक्रिया आउँछ त्यो प्रक्रिया गर्ने काम चाहिँ हाम्रो मसलले गर्छ इफ यु आर डेफिसिट अन मसल द्याट इज अल्सो प्रब्लम इफ यु आर डेफिसिट इन फ्याट द्याट इज अल्सो प्रब्लम देयरफोर यु हेभ टु म्यानेज फ्याट प्लस muscle because the muscle can grasp the fat to convert it into energy. What do you mean by energy? Energy is protein. अब बुझ्नु नि गाइस गर्नु पर्यो बचाउनु त पर्यो नि त्यसलाई जति क्यालोरी इन्टेक गर्छौ त्यति इनलार्ज हुँदै जान्छ Did you get my point? अनि मसल मेन्टेन त गर्नु पर्यो फेरि त्यही अनुसार हेल्दी हुने हो भने उदाहरणको निम्ति हेल्दी हुने हो भने हिजो म एक ठाउँमा गएको थिएँ आफन्तैकोमा पछाडि भेट भएको मान्छेको ती मान्छे चाहिँ नि मलाई चाहिँ भाइ भने कि त्यो मान्छे है जबकि त्यो चाहिँ मभन्दा 5-7 वर्षै जुनियर मान्छे हो उसले मेरो अनुहार हेरेर भाइ भन्नु आफ्नो चाबुक्क परिसकेको थियो बालाई लिएर गएको थिएँ अनि उसले भाइ भनिसकेपछि मेरो बाले के भन्नुभयो भने तपाईँको कसरी भाइ हुन्छ माइलो तपाईँभन्दा त 5-7 वर्ष जेठो छ भनेर भनिदिनु त्यो मान्छे फ्ल्याट खाएको सक जबकि ऊ पातलो थियो यद्यपि चाउरी त थियो कि किन त्यस्तो भन्दाखेरि चाहिने जति मसलै छैन अब फ्याटै नभइसकेपछि प्रोटिन कसरी प्रोभाइड गर्छ बिचाराले अब जुन फ्याट छ त्यहीबाट प्रोटिन प्रोभाइड गर्नु पर्यो अनि त्यो मसल कसरी बढाउने सुन मसल बढाउने तरिका र फ्याट घटाउने तरिका पनि छ ल यहाँ छ है मसल चाहिँ तिमी जुन भागको मसल बढाउने हो त्यसको एक्सर्साइज गर्नुपर्छ अब मसल कहाँ हुन्छ पनि थाहा पाउनु पर्यो नि नभए त मसल बढ्दैन यहाँ है
मसलको खेला मस्तिष्कसँग पनि हुन्छ है, मस्तिष्कसँग हुन्छ। हेर फेरि मस्तिष्कको बनावट कस्तो छ भने अचम्मको छ के। हेर मस्तिष्कमा न्युरोनहरू हुन्छ, मिलियन अफ न्युरोनहरू हुन्छ, त्यसमा इलेक्ट्रिक वेभ जान्छ है। मैले जुन कुरो भन्दैछु तिमीलाई नि त्यो इलेक्ट्रिक वेभ भएर मस्तिष्कमा गइरहेको छ। अनि सुरुमा तिम्रो कन्सियस मस्तिष्क इन्फर्मेसन एउटै छ कि छैन। फर इक्जाम्पल मैले 2 + 2 = 3 भने तिम्रो सबकन्सियस माइन्डमा त 4 छ, तिमीले पढेको पढेछौ 4 छ, अनि त्यहाँ इन्टरेक्सन गर्छ र के भन्छ सबकन्सियसले भने तिम्रो कन्सियस माइन्डलाई वाट 2 + 2 = 4, द्याट इज अलवेज 4 भनिसकेपछि तिमीले रियाक्ट गर्छौ कि मलाई है। अनि फेरि कस्तो हुन्छ भने मैले बोल्दैछु तिमीले मलाई हेऱ्यौ भने नि फोटो पनि रिल बनाएर मस्तिष्कले राखिदिन्छ। मेरो कुरो बुझ्यौ? अहिले मैले बोल्दै जाँदा हात देखाएको छु, मुख चम्काएको छु, होइन आँखा ठुलो गरेको छु, त्यो तिम्रो ठ्याक्कै फोटो मस्तिष्कमा राखिदिन्छ है। मैले यत्रो बिउन भन्नुको आशा के हो भने हाम्रो मस्तिष्कलाई पनि तिम्रो शरीरको ब्यालेन्स्ड मसल र चाहिँ फ्याटले धेरै भूमिका निर्वाह गर्छ। उदाहरणको निम्ति तिमीसँग ओभरवेट छ भने यु फिल अलवेज टायर्ड। तिमी अन्डर चाहिँ वेट छौ भने पनि यु फिल टायर्ड। अनि फेरि के छ भने कोलेस्टेरोल भन्ने चिज छ। कोलेस्टेरोल सर्टेन % हाम्रो शरीरमा हुनै पर्छ, किनभने कोलेस्टेरोलले प्रोटिन बनाउनलाई इन्टरेक्सन गर्छ। अनि त्यो ओभर कोलेस्टेरोल हुँदाखेरि पनि तिमी टायर्ड फिल गर्छौ, अन्डर हुँदा पनि टायर्ड फिल गर्छौ। त्यसकारण हुनु हुँदैन। अब मसल बढाउने कुरो कस्तो छ भने तिम्रो मसल कहाँ छ भन त? मेरो मसल सबभन्दा बढी थाइजमा छ। सबैको सबैको हुँदैन क्या त्यस्तो। मेरो साथीहरूको चाहिँ नि थाइजमा त्यति मसल छैन। मेरो कहाँ छ मसल धेरै? स्टोमकमा धेरै छ होइन, मोटाउँदाखेरि पनि क्या त्यस्तो हुँदो रहेछ। मलाई पनि पहिला मोटाउँदा मेरो यही हुन्छ। सबैको चाहिँ थाइजमै धेरै मसल जान्छ जस्तो लाग्छ, तर होइन रहेछ। मेरो साथीहरूको चाहिँ नि थाइज त्यति धेरै उनीहरूको धेरै बढेको छ, पेटमा अब सबै मासु बसेको छ होइन। मासु नभन न, बोसो बसेको छ। त्यही बोसो बसेको छ भनौँ न होइन। अनि उनीहरूको चाहिँ यो भाग ठुलो हुँदै गएको छ होइन। अनि यो भाग एकदम ठुलो, यो भाग एकदम। अब मेरो चाहिँ म जति मोटाउँछु, जस्तो म 68 to 69 किलोको, हजुर लास्ट टाइम आउँदा म बिहेको बेलामा त्यतिखेर म 66 किलोको थिएँ। दुल्हन भएकोमा आएको थिएँ, तर मलाई त्यस्तो धेरै मोटी देखेको थिएन नि। रिजन के भन्दा मैले साडी लगाएको थिएँ, मेरो थाइजमा छ मसल्समा, बोसो जति सब थाइजमा छ। अब साडी लाउँदा त देखियो त, यो देखिँदैन नि त यो पार्ट त। प्यान्ट लाउँदाखेरि 1 पिस लाउँदा मात्रै देखिन्छ, माथिको जिउ त मेरो त्यत्रो धेरै बी भएर मोटाएको थिएन। त्यही भएर हजुरले मिस्टेरी है। अनि त्यो जिन भनेको चाहिँ के हो भन्छौ भने तिमी मान्छे बन्ने मूलभूत चिज चाहिँ जिन हो। मान्छे बन्ने मूलभूत चिज जिन हो। तिमी कुकुर र तिमीमा डिफरेन्स चाहिँ जिनको कारणले भएको छ। अनि जिन चाहिँ यस्तो प्रकृतिले दिएको सुन्दर विषयवस्तु हो जसलाई हामीले किनिरहनु पर्दैन, एक्सचेन्ज गर्नु पर्दैन है। त्यसको विषयमा थिङ्क गरिरहनु पर्दैन। उदाहरणको निम्ति जिन भनेको के हो भने जिन चाहिँ क्रस भएर पनि आउन सक्छ र सिङ्गल भएर पनि आउन सक्छ। उदाहरणको निम्ति होइन, क्रस भएर आउने आफ्नो ठाउँमा छ होइन, तर जिन चाहिँ सिङ्गल पनि आउन सक्छ के। फर इक्जाम्पल आउन सक्यो, तर जेनेरली के हुन्छ भने जेनेरली पर्सेन्टेज डिफरेन्ट हुन्छ, पर्सेन्टेज डिफरेन्ट हुन्छ, तर दुइटैको आउँछ। किन त्यस्तो हुन्छ भन्छु, बट वी क्यान एक्सटेन्ड इट, वी क्यान मोडिफाई इट। मोडिफाई भने के भने जस्तै त्यसलाई चाहिँ आफूले आफ्नो हिसाबको बनाउन सकिन्छ। तिम्रो हजुरबाउ भएकै थिए है, त्यो जिनमा टसिएर बस्छु, तिमीमा भगवाकै आयो भने नि अहिले त्यसलाई डेभलप गरेर तिमीले हटाउन सक्छौ त्यो चाहिँ। तर
बेसिक स्ट्रक्चर अफ जिन त्यो चाहिँ क्यान नट बी चेन्ज। त्यो चाहिँ ब्लड टेस्ट गर्यो भने आइहाल्छ स्ट्रक्चर त चेन्ज हुन्छ। अब त्यो कसरी चेन्ज गर्न सकिन्छ भने अहिले धेरैवटा थेरापीहरू आएको छ है। अब कस्तो छ भकै भन्ने कस्तो हो भने तिमीले जब मैले भक आउँछु भनेर अन्डरस्ट्यान्डिङ गऱ्यौ र मेमोराइज गऱ्यौ भने नि भकबाट हटिहाल्छ। मैले चाहिँ हटाउनु छ भन्ने चाहिँ सोच्नु पर्ने होइन। अनि मैले भन्दै गरेको कुरो चाहिँ के थियो भन्दाखेरि मस्तिष्कको कुरो थियो। यो मस्तिष्कको राज बहुत खतरनाक छ। मस्तिष्कको राज तिमीले मन र मस्तिष्कको बिचमा डिफरेन्स पत्ता लगाउन सक्नुपर्छ। तिमीले कन्सियस र सबकन्सियस अनि अनकन्सियस माइन्डमा तिमीले एक्सर्साइज गरेर वा प्र्याक्टिस गरेर डिफरेन्सेस पत्ता लगाउन सक्छौ। फर इक्जाम्पल म लगाउन सक्छु, म आफ्नो सक्छु होइन। मेरो मनले के भनिरहेछ र मस्तिष्कले के भन्छ। मनले के भन्छ भने सुन होइन, सबको मन चाहिँ कस्तो हुन्छ भने मनले कुनै पनि विजडम दिँदैन क्या। त्यसलाई जे चाहिन्छ त्यो माग्छ। फर इक्जाम्पल मेरो मनले यो दुग्ध स्थान के अरे त्यहाँ आयो भने तिम्रो मैसँग गएर त्यो मिठाई किनेर खाएको सम्झिन्छु है। अनि मेरो मस्तिष्कले त्यो बाटो जाँदाखेरि यहाँ त एकदम प्योर खालको मिठाईहरू पाइन्छ, केटा 1-2 बोतल किनोर लगेर धुर्दै भन्छ मेरो मनले। तर मस्तिष्कलाई के भन्छ भने विजडम त्यसले प्रयोग गर्छ क्या। अनि मस्तिष्कले भन्छ तैँले खानु हुँदैन, वेट लुज गर्नु छ, सर्जरी गर्नु छ, सुगर बढ्न सक्छ, तँलाई कोलेस्टेरोल बढ्न सक्छ, ओभरवेट छ होइन। अब यो मिठाईमा त मर्छस् भन्छ र मलाई नियन्त्रण गर्छ। हो अब त्यो मन र मस्तिष्क भनेको फेरि मन भएको भनेको यहाँ, मस्तिष्क यहाँ होइन। वी डोन्ट ह्याभ एनी मन बियोन्ड आवर हेड छैन। यो हेड जति सबै सफ्टवेयर हो। त्यो सफ्टवेयरमा जे चिज छ हार्डवेयरलाई चलाउने विषयवस्तु त्यहाँ छ है। अनि त्यो चाहिँ मिली सेकेन्डमा तरङ्गित हुन्छ क्या होइन। कुनै काँटीले हाम्रो यहाँ गाडी हो भनेदेखि पहिले त्यहाँ दुख्दैन, पहिले यहाँ दुख्छ। अनि त्यसले जानकारी दिन्छ र त्यो निकाल भन्छ अनि निकाल्छु। मसल्स र फ्याट आफ्नो चाहिँ बडीमा कुन कहाँ छ, कताको चाहिँ घटाउने बढाउने त कसरी थाहा पाउनु? त्यो चाहिँ कसरी थाहा पाइन्छ? जस्तो अब मेरो यो मसल्स हो कि फ्याट हो, मैले कसरी थाहा पाउनु? यहाँ भएको मेरो मसल्स हो कि फ्याट हो, कसरी थाहा पाउनु? त्यसको निम्ति चाहिँ एउटा इक्जामिनेसन हुन्छ उसमा। अमेरिकामा चाहिँ जिमहरूमा सबै फ्री राखिदिएको छ होइन। जिममा एउटा मेसिन हुन्छ, त्यो मेसिनमा यसरी खुट्टो नाङ्गो बनाएर खुट्टो उभिनुपर्छ अनि यो नाङ्गो हातले यसरी मेसिन समात्नुपर्छ। तिमी त्यहाँ गएर हेर न। अनि त्यहाँ अन गरिदिइसकेपछि त्यसले 3D घुमाउँछ क्या मेसिनलाई। 3D घुमाएर तिम्रो कुन बडी पार्टमा कति फ्याट छ, कति मसल छ, कति मिनरल छ, कति वाटर छ, सबै भनिदिन्छ। कम्मरमा कति छ, छातीमा कति छ। अब त्यो बाहेक अरू अप्सन छैन। किन? त्यो चाहिँ वैज्ञानिक कारण हो। तर तिमीले थाहा पाउनै पर्यो भनेदेखि यसरी छाम्दै जाऊ, यसरी छाम्दै जाऊ। जहाँ मोटो हुँदै बोसो छ, बोसो छ यहाँ हेर। मेरो छ गाइस, मैले यो कुरा भन्दा विश्वास गर्छु। गाई यो चाहिँ एकदम इन्फर्मेटिभ कुरा हालेको छु मैले। सो सबै एन्डसम्म हेर्नुलाई इन्फर्मेटिभ छ यो सबै। त्यहाँ बोसो जमेको छ। त्यसो भए त मेरो यो आफ्नो बोसो जमेको हो। जस्तो यो छान्छ त एकचोटि हजुरले यहाँ थाम्छ हुन्छ। जस्तै यहाँ छ नि, यहाँ हेर, यहाँ भन्दा यहाँ धेर छ। यो पनि बोसो, मेरो पनि यो हो क्या जे भने एकै यहाँ ल जो चाहिँ अन्डरवेट 48 किलो छ यो। अलिकति त हुन्छ नि पेटमा। अहिले सरले त्यही त भन्नुहुन्छ फ्याट किन फ्याट जान्छ थाहा छ? किन? त्यहाँ चाहिँ हाम्रो प्रकृतिले नि लगेर फ्याट हालिदिएको हुन्छ। यहाँ किन थाहा छ? आन्द्रा भुँडी चाहिँ यहाँ हुन्छ क्या यो पोर्सनमा। ए त गुजुङ यस्तै लार्ज इन्टेस्टाइन जस्तो। अनि कुनै चिज यो भने त जान्छ। त्यसैले त्यहाँ प्रकृतिले नै बोसो राखिदिएको हुन्छ।
त्यसो यो मेरो ठिकै रहेछ टेन्सन छैन टेन्सन छैन यो बिलले जस्तो मैले भन्दा एक कुरा सुन्दैन ल कोही पनि मान्छेलाई कुपोषण लागेको र ओभर डाइट भनेको किन पहिला मेरो मम्मीलाई मैले भात नखाएर ह्याङ भइसक्नु मेरो मम्मी सब जल कुखुराहरू जल कुखुरा जल कुकुडी जल कुकुडी किन ओभर डाइट भएर लागेको छ भने मान्छेको खाने बस्ने स्टाइल लाइफ स्टाइलमा चेन्ज छैन त्यो भएको कारणले लागेको अनि जति चाहिन्छ हामीलाई शरीरमा बोसो पनि चाहियो पानी पनि चाहियो रगत पनि चाहियो सबै चाहियो यिनीहरू त एक अर्काबाट अर्कोमा निर्भर छन् नि त एउटा चिज नहुने गर्छ मान्छेलाई जस्तो अब आशिका मिनिमम भयो भने पनि 57 हुनुपर्ने रहेछ नि त यो 48 छ अनि त्योभन्दा चाँडै भन्दा तल हुनु हुँदैन 50 होइन मम्मी यसको स्ट्यान्डर्ड वेट 63 रहेछ बुझ्छौ अब जस्तो त्योभन्दा सरले 4 किलो कमसम्म नर्मल हो भन्छ नि त सरले अब 63 माइनस 4 गर्छु 57 देखि 58 त्योभन्दा तल जानु भएन यसको वेट अघि सरले इक्जाम्पल के दिन्छु सर भन्दा 4-5 जस्तो म छु नि म 5 फिट 1 इंच छु नि अब जनसंसारको वेट ठिक्क छ तर मलाई देख्दाखेरि मलाई लाग्छ त्यो चाहिँ किन त्यस्तो भएको भने नि मम्मी जस्तो हजुरको मसल्स भन्दा बढी फ्याट भएर त्यस्तो देखिएको मसल हो भने त्यस्तो देखिँदैन जस्तो फर इक्जाम्पल भन्छु म 58 किलो हुँदा 56 हुँदाखेरि अफिसमा म 56 हुँदाखेरि मलाई अफिसमा कसैले पत्याउँदैन म 56 छु भनेर क्या कसैले पत्याउँदैन थिए अनि एकचोटि त रजिस्ट्रार सरै हाम्रो अदालतको रजिस्ट्रार सर गफ दिन्छेस् नानी त मलाई त नानी नभन्छ गफ दिन्छेस् त मलाई बेच्चेस् भनेर मैले अब ठ्याक्क एक्जाम सकिएपछि गएर म फेरि अपरेसन गरेर एकपल्ट आउँछु अनि तिमीहरूले त्यसको कसरी एनालाइसिस गर्यो भनेर भन्छु है एकदम गतिलो कुरो छ अब मेडिटेसन दुई खालका एउटा सिंगल फोकस मेडिटेसन अर्को चाहिँ एनालाइटिकल मेडिटेसन सबै सजिलो हुन्छ अब सुन एनालाइटिकल मेडिटेसन र सिंगल मेडिटेसनमा सुरु स्टार्ट सिंगल मेडिटेसनबाट गर्ने है अनि त्यो गरेको एक हप्ता दिन पछाडि एनालाइटिकल मेडिटेसन गर्ने हाम्रो मस्तिष्क सुतेको बेला पनि थाक्छ उठेको बेला पनि थाक्छ किनभने एकजनाको मस्तिष्कले सधैँ मस्तिष्कले एक दिनमा मिलियन अफ थट ल्याउँछ 1000 अफ होइन मिलियन अफ थट ल्याउँछ जसमा सम 100 मात्रै तिम्रो जिन्दगीलाई सही बाटोमा लाने खालको हुन्छ बाँकी वेस्टेज हुन्छ अनि तिमीमा जुन थट आउँछ नि त्यो हरेक थटले तिम्रो इनर्जी लिन्छ जस्तै तिमीले सपना देख्छौ नि सपना देख्दाखेरि पनि तिम्रो शरीरबाट इनर्जी लिइरहेको हुन्छ इनर्जी लिइरहेको हुन्छ अनि कोही मान्छे फोकस हुन सक्दैन टेन्सन भयो देखिहाल्छ जस्तै म फोकस हुन सक्छु है 100% सक्दिनँ होला तर धेरै मोस्ट अफ द टाइम म फोकस हुन सक्छु तर धेरै मान्छे फोकस हुन सक्दैन किनभने एकैचोटि मिलियन अफ थट्स आउँछ क्या फेरि बुझ्यौ अब त्यसलाई म कन्ट्रोल गर्ने तरिका सिकाइदिन्छु आज तिमीहरू दुवैजनाले ठ्याक सिंगल मेडिटेसन त मलाई आउँछ ल भन के हो मैले गरेको पनि छु आफ्नो टोजबाट स्टार्ट गर्ने सुरुमा मेडिटेसन गर्नलाई गाह्रो हुन्छ नि त त्यो चाहिँ फर्स्ट स्टेज अफ मेडिटेसन चाहिँ जहिले पनि आफ्नो बडीबाट फोकस गरेर गर्नुपर्छ अनि जब आफ्नो बडीको फोकसबाट हटेर बाहिरको फोकसमा पुग्न सक्ने चाहिँ सबै साउन्डहरूलाई डिजल्भ गरेर जब बाहिरको चिजमा पनि फोकस गर्न सक्ने अनि बल्ल
एउटा मेडिटेसनको लेभलमा पुगिन्छ। त्यो चाहिँ सिङ्गल मेडिटेसन हो। अब एनालाइटिकल मेडिटेसन आउँछ भने हो त्यो चाहिँ फेरि नेक्स्ट लेभल मेडिटेसनमा पुग्छ क्या। मैले चाहिँ बेसिक लेभलको कुरो गरेको, बेसिकबाट सुरु गरेर नेक्स्ट लेभल पार लाग्दैन। त्यो त सकिँदैन। त्यो के गर्ने भन्दाखेरि पहिले चाहिँ सिङ्गल फोकस मेडिटेसन गर्ने, सिङ्गल फोकसमा केही पनि नगर्ने होइन। पल्याटी कसेर बस्ने, सकिन्छ ओढ्ने ओढे पनि भयो, ओढ्ने ओढे पनि भयो, नओढे पनि भयो होइन। टेम्परेचर ठिक्क गर्ने, किनभने टेम्परेचरले तिमीलाई डिस्टर्ब गर्छ। गर्मी हो भने पनि डिस्टर्ब हुन्छ, अनि त्यसो गरिसकेपछि जम्मा जम्मी तिमीले आँखा चिम्म गरेर हात जता राखे पनि हुन्छ, त्यसको कुनै फर्मुला छैन। तिम्रो नाकबाट होइन, नाकबाट सास फेरेको मोसनलाई मात्रै ध्यान देऊ है। सास फेरेको मोसनमा ध्यान दिनु त गाह्रो छैन। आँखा चिम्म गरेर भेरी इजी सास लिन्छौ, नाकको यो पोरोलाई मात्रै स्मरण गर, यहाँबाट कति चाहिँ सास जाँदैछ, अनि सास छोडिदेऊ। रोक्ने गर्ने होइन, तिमी खालि यहाँ फोकस गर। अनि तिमीले यहाँ फोकस गर्दै जाँदा तिम्रो मन भाग्छ, बुझ्यौ। तिमीले फोकस त यहाँ गर्नु छ, आधा घन्टा गर्नको निम्ति बसेको छौ, अनि भोलि मेरो इक्जाम छ, तिनवटा पढेको छैन भन्छ हो कि होइन। अनि त भाग्छ नि, ओ त भाग्छ, तँलाई म समातेर नाकमा राख्छु भन्ने, अनि फेरि नाकैमा जाने कि सबै थटलाई जिरो गरेर खालि सासमा मात्रै तिमी केन्द्रीकृत गरेर एक हप्ता। गर्न गाह्रो छ, भन्न सहिलो छ, गर्न गाह्रो छ, आइहाल्छ के थट। कति मिनट गर्नुपर्ने रे यो? आधी घन्टा मिनिमम भनेको 28 मिनट हो। के साउन्ड 28 मिनट भन्दा पछाडि जति गरे पनि हुन्छ। त्यति जब एक हप्ता गर्छौ, त्यसपछि अर्को 28 मिनट चाहिँ एनालिटिकलको निम्ति राखिदेऊ। एनालिटिकलमा चाहिँ के हुन्छ भने तिमी अब नाकमा सेन्ट्रलाइज हुँदिनौ, तिमी भए जति अब नाकमा सेन्ट्रलाइज हुँदा चाहिँ तिम्रो थटलाई क्याप्चर गरेर भाग्न खोजेकोलाई पनि तानेर ल्याएर नाकमा हाल्ने हो। आमालाई पनि सम्झिने होइन, बाउलाई पनि, कम्प्युटर पनि सम्झिने होइन, टिकटक पनि होइन, बोयफ्रेन्डलाई पनि सम्झिने होइन, बुढालाई पनि होइन है, कसैलाई पनि होइन। कुरो बुझ्यौ, नाकलाई मात्रै हो गर्ने। तर एनालाइटिकल गर्ने बेलामा चाहिँ तिमी आनन्दले बस, आँखा चिम्लेर सबै थट आउन देऊ होइन। तिम्रो जीवनका सबै कुरा आओस्, मेरो बाल्यकाल यसरी बित्यो, मैले यस्तो लोग्ने पाएँ, मेरो ससुरा यस्ता छन्, सासू यस्तै बोक्सी जस्तै छ, त्यसो तपाईँ हेर्दाखेरि घुम्रिएको बोक्सी जस्तै चाहिँ सबै जे आउँछ आउन देऊ होइन। मैले यस्तो पढेको भए राम्रो हुन्थ्यो, म 5 वर्ष अगाडि नै अमेरिका गएको भए लिएर थुक्क बिहे गरिहालेँ, मैले नगरेको भए पनि जे आउँछ सबलाई आउन देऊ। तर त्यसलाई क्लासिफाई गर, पोजिटिभ र नेगेटिभ छुट्याइदेऊ मात्रै होइन। अब त्यतिखेर चाहिँ मैले सुरेश सरले यसो भन्नुभएको थियो, भन मेरो अनुहार हेर मधेसी जस्तो मान्छे थियो भन, त्यो नेगेटिभ भयो। कुरो बुझ्यौ, त्यो नेगेटिभ थट, त्यसलाई नेगेटिभतिर राख होइन। राम्रो कुरो गर्नुभएको थियो। कानुन पढाए मान्छेले पनि, साइन्स पढाए मान्छेलाई पढाउँदै हुनुहुन्थ्यो, शरीर विज्ञान पढाउँदै हुनुहुन्थ्यो, त्यो राम्रो पक्ष हो। त्यसरी नेगेटिभ र पोजिटिभ तिमीले छुट्याउने बित्तिकै तिमीलाई 15 दिन पछाडि थटहरू चाहिँ पोजिटिभ आउँदै जान्छ कि पोजिटिभ हुँदै जान्छ। अब त्यो कतिखेर गर्ने भने तिमीले सुत्नुभन्दा अगाडि गर्ने। त्यो गर्न सक्यौ भने 1 घन्टा गर्ने, त्यसपछि तिमी सर्लक्कै सुत, तिम्रो दिमागमा कुनै थटै आउँदैन। प्र्याक्टिस गर्यो भने जब थट आउँदैन के हुन्छ, तिम्रो शरीरमा भएको इनर्जी बसिरहन्छ, भोलिपल्ट बिहान तिमी उठ्छौ पुरै इनर्जेटिक भएर उठ्छौ, नभए त निन्द्रै पुगेको छैन भन्दै उठ्छौ, कचेरा मिच्छौ, यता जान्छौ, कफी खाउन छोरी बहिनी भन के भन कसो भन हुन्छ कि यो सबै खेल ठुली इनर्जीको हो। तिमीसँग इनर्जी मैले त आफ्नो बडीको फ्याटहरू थाहा पाउन त्यही सरले भनेको छ कि जिममा गई हुनुभयो
र मसल्ला एक्सर्साइज गर्यो भने सिक्स प्याक निस्किहाल्छ छोरीको पनि निस्किन्छ छोराको पनि निस्किन्छ मेरो पनि निस्केको थियो तर त्यो निस्किने त्यो तरल हुन्छ कि म उहाँ हुँदाखेरि निस्केको थियो त मेरो हाम्रो नुदी प्याक भनेको पनि सिक्स प्याक सबै कनेक्ट गरिदिनु यो यहाँबाट चलाउने चाहिँ कसरी हो त सजिलो छ यहाँ फेसबुक हामीलाई कति क्यालोरी चाहिन्छ मैले भनिदिँदैछु फर बिङ हेल्दी थाहा पनि तर अब हामीले त जङ्क फुड खाँदा चुप्न एकछिन जङ्क फुड खाँदा चाहिँ कसरी हेल्दी टाइपले गर्ने भनेर अब त्यो डिस्कस गर्दैछौँ हामी जङ्क फुड त खाने चिज मम्मी फेरि कहिलेकाहीँ खाइहाल्यो भने अस्ति घरमा खाइछेन ब्रेड पिज्जा खाइछेन अस्ति घरकै तँमा पनि यति धेरै हुन्छ क्या क्यालोरी हो त्यस्तो सोधेको क्या मैले खाइ ब्रेड पिज्जा भनिस् नि तैँले त्यो ब्रेड पिज्जा हामीले पाउरोटीको नभएर यहाँ कोदाको गहुँको पनि बनाउन सक्छौँ मिठो हुँदैन नि त त्यो खानुलाई त्यही टेस्टमा जिब्रोलाई त्यही टेस्टमा लगायो भने हर एक्टिभिटी लेभल बट जेनरली रेन्ज फ्रम 1600 to 2400 क्यालोरी मैले ठ्याक्कै भनेको छु 1600 चाहिँ तिमीलाई मिनिमममा चाहियो जेनरली स्ट्यान्डर्ड हो तर तिमी फिजिकल एक्सर्साइज गर्छौ कोदालो खन्छौ कुद्छौ स्विमिङ गर्छौ भने 24 सम्म चाहिँ टलरेट हो मैले भन्न खोजेको डेलीको 24 जङ्क पनि गर्ने हो तँमा अनि तिमी जस्तै बिहान अब जस्तो सुरु गर्छ अब जस्तो आसिकाको भयो भने फर इक्जाम्पल आसिका चाहिँ अहिले 48 किलो हैन 48 हाइट छ उसको 5 यसरी निकाल्न न सकिन्छ च्याटुलाई सोध्दै क्या च्याटु हो कान्छीको हैन अनि अब तिमी एक दिनको काउन्ट गर एकछिन पहिले मेरो भने मेरो हाइट कति हो मैले भन्दिदै छु एकछिन सुन्न दिनु जस्तै तिमी चाहिँ नि बिहान उठ्यौ के खान्छ चिया सीड्स र आल्मन्ड त्यति त्यही हो चिया सीड्स आल्मन्ड एक चिया सीड र आल्मन्ड चिया सीड आल्मन्ड दुईटादेखि तीनटा आल्मन्ड हो त्यस्तो गर्यो भनेदेखि त्यसको खास क्यालोरी गनिरहनु पर्दैन त फाइबर लगो पानी चिया सीडमा त्यस्तो क्यालोरिज नै हुँदैन त्यसले काउन्टेबल होस् त्यसपछि भात ल आल्मन्ड एक मुठी खायो भने चाहिँ खराब राम 3 पिस त्यसको हिसाब छ नि चिया खान्न हामी मर्निङमा कसैले भनेको नि चिया खायो भने चिया खान्न मर्निङमा गर्न सकिन्छ भात त खान्छ होला अब भात कतिको क्यालोरी कति 200 विथ सुगर विथ मिल्क भन बुझिन दुध 200 हुन्छ क्या त्यही भएर त एक कप खाएपछि उयो हुन्छ अब त्यसपछि भात गर्दिन हाम्रो डेली बेसिसको भन्छु भात दिउँसो लगभग 12 बज्छ हाम्रो 11 त बजेकै हुन्छ भात 11 बजे चाहिँ अनि बल्ल हामी भात खान्छौँ भातमा के खान्छौ भात दाल सब्जीहरू खान्छु मजाले नै दालको क्यालोरी गनिरहनु पर्दैन प्रोटिनसँग मिसिएर आएको हुन्छ शरीरलाई चाहिने क्यालोरी त्यसले दिन्छ सब्जीहरूको केही क्यालोरी काउन्ट गर्नु पर्दैन एक्सेप्ट पोट्याटो र अनि त्यो पोट्याटो कति हुन्छ पोट्याटो त हो सर पोट्याटो कति पोट्याटो मेरो फेभरेट हो क्या पोट्याटो बराबरै हो जुन दिन व्रत हुन्छ त्यो दिन भात आलु त मेरो फेभरेट हो कति खान्छु त पिडालु होइन त्यो गाडामा हुँदैन नि त त्यो त तलको दाना भनेको दाना हो भुइँमुनि भएको ए मैले भनेको चाहिँ त्यसो आलु र भातमा एउटै भयो क्यालोरी हस्पिटल सर यिनीहरू के साइन्स पढ्छ त्यो माथिको पत्ता हुन्छ नि क्यालोरिज त्यो क्यालोरी होइन भने पनि त्यो साधारण त सिम्पल त हुन्छ नि त जस्तो अब हाम्रो भातको क्यालोरी भनिदिनु कति भने नि ठ्याक्क यति बटुका सानोको यति नै खान्छौँ यति ल यति बुझ्नु एक मुठ मेरो ठुलो यति कति अब 100 ग्राम भनेको म त यसको एक कचौरा ठ्याक्कै खान्छौँ भात ल यसको हामी ठ्याक्कै एक कचौरा खान्छौँ राजिद र भात कहाँ हुन्छ 100 ग्राम हुँदैन कति हुन्छ आज काउन्ट हुन्छ म कति के खाँदैछु भनेर मेरो फुल अन अब क्यालोरी अझै मेन्टेनमा चल्छ चामल चाहिएको भात होइन नि त होइन नि भात चाहिँ गर्ने चामल कहाँ गर्ने हो How much calories does 150 grams of white rice? हाम्रो व्हाइट नै हो व्हाइट रिफाइन्ड राइस हो अब ब्राउन खानु पर्ला अलि म धनी हुन्छु अनि ब्राउन खानु पर्छु गरिब हुँदैन म व्हाइटै खान्छु कुक्ड व्हाइट राइस खायो भने approximately 195 to 240 calories ल 240 हान्दिम त्यसमा 240 भात सब्जी तब्जी गरेर कति 300 हुँदैन 300
हुन्छ सबै जो 300 गरिदिउँ मैले अघि भने त बाहिर थकाली खाइछ नि लगभग तेरो 600 हुन्छ हेर बाहिरको त चिल्लो चाप्लो धेरै भेराइटिज हुन्छ नि त्यसले गर्दा तेरो 600 जान्छ भने हाम्रो ठ्याक्कै घरको त हेर सादा हुन्छ त्यसले 300 मैले त्यो हेरेको थिएँ आहा घिउ कुमारी वहीँ हुनुहुन्छ मेरोमा त्यही भएर नहाल भनेको थिएँ मैले घिउ यति खान्छ यो एउटा रोटीमा पनि भातै खाए बराबरै क्यालोरी हुन्छ मात्र त्यो ब्लडमा जाने टाइमिङ चाहिँ ल भाइ ल सोच हाम्रो 400 अनि ओट्सको गरिदिनु त कति भयो ओट्स म ओट्स खान्छु बेलुका लगभग हाउ मच क्यालोरी 2 टेबलस्पुन ओट्स प्लस मिल्क गर्न थाहा भइहाल्छ नि गुगलमा 150 ग्राम मात्रै भात खाइदैन तौलियो भात भने नि तिमीले एक कचौरो भात त्यो चाहिँ 250 जति हुन्छ अब जस्तो मैले ल यिनीहरू त हेल्दी साइडमै गयो लु जेसुकै भन्यो भने होइन अब यो मैले बिहान भात खाएर अब के गरेँ मैले दिउँसो होइन अब त्यही मैले भने ल एउटा एक्जाम्पल अहिले नेपाली खायो भने भातभन्दा कडा खालको क्यालोरी हुन्छ हो मैले के अब ल मिठाई र म हतपत खाँदिनँ अब यसो गरौँ न एउटा करेन्ट के गरौँ होइन एउटा चाउचाउ राम्रो खालको ल रामिन सामिन्ने म भन्दैछु तपाईँलाई 500 क्यालोरी छ अरे होइन त्यसको अब मेरो त मैले दिउँसो खाएँ अरे होइन खाना चाहिँ लु मैले अब जस्तै बिहान मेरो 400 मेरो त 500 क्यालोरी चाहिँ खाँदा ओर्दा ल 600 पकाउँदा ओर्दा यताउति गरेर 600 गरौँ न होइन 600 क्यालोरी भयो 600 प्लस 400 1000 भयो होइन अब त्यो त जङ्क हो नि त त्यसले त अब त्यो मात्र लिएको हुन्छ फ्याटहरू पनि त्यो मेरो फ्याट लाग्दैन त्यसले गरेर त्यो दिन भन्नाले अब त्यो मैले भन्न खोजेको बोसो के त फ्याट जुन बढ्छ नि त्यसले त्यसरी बढ्छ कि बढ्दैन फ्याटको म तिमीलाई कुरो गर्दिन्छु हो त के हो क्या कसरी चाहिँ बढ्ने बेली बढ्छ नि मलाई बेली चाहिँ बढाउनु छैन अब त्यो हो त्यो हिसाबले चाहिँ भन्न खोजेको मैले फ्याट चाहिँ कसरी बढ्छ भन्छौ भने तिमीलाई दैनिक आवश्यकता पर्ने क्यालोरिज भन्दा बढी इन्टेक गर्यौ भने बल्ल फ्याट बढ्छ है अनि त्यसले तपाईले यसरी भाषाले भन्नुभयो